हेलो गाइज, आज हामी यहाँ खेतमा आलु रोप्न आएको छौँ। यहाँ मेरो बहिनी अनि यता चाहिँ मेरो बुढी छ, बुढी जिउ यता अनि श्रीमती जिउ मेरो बहिनीले चाहिँ कपाल मिलाउँदैछ। सो यतातिर चाहिँ यो हङ्सी कम्पनी टक्क भ्यू पनि आज ठ्याक्क दामी मिल्यो, घाम लगाएर छ्याक्क। सो म चाहिँ यहाँ छाता ओर्दैछु, जाडो महिना भन्न मात्रै लास्टै घामले पोलिसकेको छ। यता हेर्दै उता हो हामी चाहिँ अब एकछिन पछि आलु रोप्छौँ। अब एकछिन बस्छौँ, भर्खर घरबाट आएको। घर चाहिँ हाम्रो उहाँबाट आएको सबैले कति सानो सानो डाङ गराएको हो घाम गर्दै नि। ल अनि भोलिपछि आलु कतिमा फल्ने हो त? यहाँ के भन्दैछ? ठुल्ठुलो डाङ गराएर पो भिटामिन हाल्दैन, बल्ल धेरै आलु फल्छ। बाफ्रे। ल ल अब ढिलो नगरेर रोपौँ ल। हस् धन्यवाद। फेरि भिडियोमा आलु झन् ल फाइनल्ली साथीहरू, यता चाहिँ मेरो बुढीले यहाँ मलाई खन्न सिकाउँदैछ। त्यसरी हो हो ओके भन न। ए सिकाउँदैछ है, कसरी सिकाउनु रहेछ? ल ल छिटो गर। सुमिनाले जाने क्या हो, बहिनीले सिकाउनु लाग्छ भाउजूलाई त। ल ल सिकाउ त। बहिनीले सिकाए कसरी रहेछ आलु रोप्ने खनेछ है सुमिना राईले। कति जानेको रहेछ सुमिनाले। हो सुमिनाले खनिदिन्छ, पुरै खनिदिन्छ। हो ल मिलाएर खनिदियो है। अहिले त गाइस म चाहिँ आलुको ड्याङ बनाउन लाग्छु। हालै मल राम्रोसँग हाल है मल। यहाँ मल हाल्दैछ पलासी बेरेर भप्रे भाउ चाहिँ घिनाउँछन् क्या। ओहो ल ल ल ल ल मिस भएर क्या अब कलम पेन खेलाउने हातले गोबर छुँदाखेरि के हुन्छ? गोबर त छुनै पऱ्यो नि यहाँ। मिस हुँदा हुँदा म्याडम हुन परेपछि यस्तै हो। ल गाइज अब यहाँ चाहिँ मल हाल्ने कार्यक्रम भइरह। एउटै हाल्थ्यौँ हामीले। बहिनीलाई छाता उडाइरह। युरिया डिएपी दुईटै सर भइसकेको छ। त्यसरी हो के हुनु ठिक हुन्छ। साह्रो रोप त। धेरै फलोस् न क्या। आलु रोप्दैछौँ नि हामी खेतमा। Ini kau udah bisa buat malah ini apa orang asal asal boleh buat. ल फाइनली गाइजहरू अहिले चाहिँ नयाँ नन्द भाउ चाहिँ खतरा। अहिले चाहिँ जोसेछ है आलु पनि खोज्छ है। रोप्छ है ल है त जोस् चाहिँ दुइटा जोस् चाहिँ यताबाट आएको हिँड्छु नि। ओ न्युरे खतरा जानेको रहेछ। ओहो रोप ल छिटो रोप ल फटाफट 1 2 ए ल हाँसेर पनि ढल्ने भयो। उत्तम ढल्छ क्या। फाइनली हामीले आलु सालु रोपेर भ्यायो। कति घन्टा पछि? 2 घन्टा पछि। यता हेर न भ्यायो भन्यो न। के हो भ्यायो त आलु रोपेर हो। सर आलु रोपेर हामीले आलु भ्यायो।